के तपाईँ नेपालबाट विदेश स्टुडेन्ट भिजा, वर्क परमिट अथवा भिजिटर भिसामा जान खोजिराख्नु भएको छ भने पक्का पनि तपाईँलाई भिजा प्रोसेसिङको लागि धेरैभन्दा धेरै डकुमेन्ट र कागजात भने चाहिने हुन्छ। जसमा भनेको विभिन्न कागजात हुन्छ जुन वार्डबाट बनाउनु पर्ने हुनसक्छ अथवा तपाईँले प्रपर्टी भ्यालुएसनको रिपोर्ट हुनसक्छ, सिए रिपोर्ट हुनसक्छ। योभन्दा बाहिर बायोमेट्रिक कसरी गर्ने, मेडिकल कसरी गर्ने, विभिन्न कागजात चाहिन सक्छ। र यो कागजात कसरी बनाउने, के हुन्छ यसमा जानकारी हुँदैन। तपाईँ स्टुडेन्ट भिजामा जाँदै हुनुहुन्छ भने कन्सल्टेन्सीमा जानुहुन्छ, उहाँहरूबाट जानकारी पनि एकदम क्लियर नहुन सक्छ। के गर्ने किनकि वार्डमा पनि अब हाम्रो कागजात भनेको प्राय नेपाली भाषामा बन्छ, अङ्ग्रेजीमा बनाउँदाखेरि कसरी बनाउने, कस्तो हुन्छ, यी सम्पूर्ण कुरामा धेरैभन्दा धेरै नेपालीहरू विदेश जो गइराख्नु भएको छ, उहाँलाई दुविधा भइरहेको हुन्छ। यसको लागि हामीले डिस्क्रिप्सनमा भनेको एउटा प्लेलिस्ट राखेका छौँ, जुन प्लेलिस्टमा तपाईँ गएर हेर्नुहुन्छ भने लगभग तपाईँ जुनसुकै देश जाँदै हुनुहुन्छ भने के डकुमेन्ट चाहिन्छ त्यो सम्बन्धी हामीले एउटा प्लेलिस्ट राखेका छौँ, जहाँनिर तपाईँलाई लगभग हेर्नुहुन्छ भने स्टुडेन्ट भिजामा जाँदै हुनुहुन्छ भने जुन ट्युसन फी कसरी तिर्ने, एनओसीको बारेमा, वर्क एक्सपिरियन्स लेटर, रेज्युमे, यसै गरी अन्य डकुमेन्ट जे चाहिन्छ नि फाइनेन्सियल डकुमेन्टहरू, यी सम्पूर्णको बारेमा भिडियो पाउनुहुन्छ। योभन्दा बाहिर तपाईँ कुनै पनि भिजामा जाँदै हुनुहुन्छ भने जुन फाइनेन्सियल डकुमेन्टमा भनेको एनुअल इन्कम भयो, प्रपर्टी भ्यालुएसन भयो, ब्याङ्कको डकुमेन्टहरू भयो, यी कसरी बनाउने, एग्रिमेन्ट पेपरहरू कसरी बनाउने, अनि नाता प्रमाणितहरू, वार्डको डकुमेन्टहरू कसरी बनाउने, सम्पूर्ण कुराको बारेमा यहाँनिर भनेको ए टु जेड रिपोर्ट रहेको छ। एसओपीहरूको बारेमा हाम्रो भिएफएसमा गएर बायोमेट्रिक कसरी गर्ने, मेडिकल कसरी गर्ने, यो हेर्न सक्नुहुन्छ। र यो आजको भिडियो विशेष भनेको तपाईँ विदेश जाँदै हुनुहुन्छ भने प्रपर्टी भ्यालुएसन कसरी बनाउने त्यो सम्बन्धी रहेको छ। तपाईँ यदि विदेश जान खोजिराख्नु भएको छ र प्रपर्टी भ्यालुएसन फर भिजा प्रोसेसिङ बनाउन खोजिराख्नु भएको छ भने जम्मा दुईटा तरिका छ। एउटा भनेको वार्ड अफिसबाट बनाउन सक्नुहुन्छ, अर्को भनेको इन्जिनियरिङ कन्सल्टेन्सीबाट बनाउन सक्नुहुन्छ। वार्ड अफिसबाट बनाउँदाखेरि के घाटा छ भने सुन तपाईँले रिपोर्ट आफैले अङ्ग्रेजी भाषामा रेडी गरेर लानु पर्यो। अर्को भनेको उहाँहरूले ट्याक्स भनेको 0.75% टु 1% जति भ्यालुएसन देखाउनु भएको छ त्यसको 0.75 टु 1% भनेको चार्ज दिनुहुन्छ। त्योभन्दा बाहिर तपाईँ त नर्मल व्यक्ति हुनुहुन्छ, कति तपाईँको सम्पत्ति मूल्याङ्कन हो थाहा हुँदैन, तपाईँले आफैले तयार गरेर लिएर जाँदाखेरि त्यो घाटा हुन्छ, ट्याक्स धेरै लाग्छ, सम्पूर्ण कुरा भनेको धेरैभन्दा धेरै हेक्टिक हुन्छ। त्यसकारणले तपाईँको लागि सबभन्दा बेस्ट तरिका भनेको इन्जिनियरिङ कन्सल्टेन्सीको थ्रुबाट प्रपर्टी भ्यालुएसन गर्नुहुन्छ भने एकदम सहज हुन्छ। र हाम्रो इन्जिनियरिङ कन्सल्टेन्सी रहेको छ। तपाईँ यदि हाम्रो थ्रुबाट गर्न चाहनुहुन्छ भने हामीले भनेको एकदम सस्तो दर रेटमा एकदमै चाँडोभन्दा चाँडो काम गरेर तपाईँलाई डकुमेन्ट भने प्रोभाइड गर्छौँ। र तपाईँले हामीलाई पेस गर्नुपर्ने अथवा हामीलाई बुझाउनु पर्ने डकुमेन्ट प्रपर्टी भ्यालुएसन फर भिजा प्रोसेसिङको लागि भनेको यस प्रकार रहेको छ। पहिलो डकुमेन्ट भनेको तपाईँ जुन सम्पत्तिको प्रपर्टी भ्यालुएसन गर्न चाहनुहुन्छ त्यसको ध्वनि पूर्जा वा लाल पूर्जा भनेको हामीलाई सेन्ड गर्नुपर्ने हुन्छ। क्लियर फोटो अथवा स्क्यान कपी जस्तो भए पनि पढ्न सकिने छ भने भइहाल्छ पहिलो डकुमेन्ट। दोस्रो डकुमेन्ट भनेको जो एप्लिकेन्ट हुनुहुन्छ, जो व्यक्ति विदेश जान खोजिराख्नु भएको छ, कुनै पनि भिजामा कुन देश जान खोजिराख्नु भएको छ त्यसको जानकारी र उहाँको पासपोर्ट चाहिने हुन्छ। त्योभन्दा बाहिर नाता प्रमाणित चाहिने हुन्छ। यानि कि नाता प्रमाणित भनेको जो व्यक्ति विदेश जान खोजिराख्नु भएको छ र सम्पत्ति कोस व्यक्तिको रहेको छ उहाँहरूको बिचमा नाता प्रमाणीकरण गरेको प्रमाणीकरण नै तपाईँले भिजामा राख्नुपर्ने हुन्छ। त्यो पेपर छ भने त्यो पेपरै चाहियो, नत्र भने पनि नाता हामीलाई खुलाएर भनिदिनु भयो भने पनि काम हुन्छ। योभन्दा बाहिर तपाईँको यदि बिल्डिङ रहेको छ, कुनै पनि जग्गा रहेको छ, जग्गामा बिल्डिङ रहेको छ भने त्यो भवन सम्पन्न प्रमाणपत्र यानि कि बिल्डिङ कम्प्लिसन सर्टिफिकेट पनि चाहिने हुन्छ। जम्मा 4 डकुमेन्ट तपाईँले पठाउनुहुन्छ भने हामीले भनेको करिब 12 देखि 24 घण्टाभित्रमा तपाईँको सम्पूर्ण डकुमेन्ट आएको 12 देखि 24 घण्टामा भनेको रिपोर्ट रेडी गरेर तपाईँलाई प्रदान गर्छौँ। र यो भनेको एकदम सहज रहेको छ। हामीले प्रदान गरेको रिपोर्ट तपाईँले डाइरेक्टली भनेको भिजा फाइलमा राखेर प्रोसेसिङ गर्न सक्नुहुन्छ। अस्ट्रेलियाको केसमा भनेको तपाईँले नोटरी पनि गर्न सक्नुहुन्छ, अप्सनल रहेको छ, नगरी पनि राख्न पाउनुहुन्छ। र तपाईँ यदि विदेश जान खोजिराख्नु भएको छ र प्रपर्टी भ्यालुएसन फर भिजा प्रोसेसिङ अथवा तपाईँ स्टुडेन्ट भिजामा गइराख्नु भएको छ एसओपी लेख्नको लागि अथवा सिए रिपोर्ट चाहिरहेको छ जसलाई हामी नेटवर्क सर्टिफिकेट पनि भनिन्छ, र योभन्दा बाहिर अन्य कुनै डकुमेन्टको स्याम्पल अथवा जानकारी चाहिएको छ भने तपाईँले कमेन्ट बक्स अथवा मुनिपट्टि हामीले वाट्सएपको लिङ्क दिएका छौँ, तपाईँले हामीलाई वाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र सहज तरिकाले आफ्नो डकुमेन्ट सम्बन्धी जानकारी अथवा हाम्रो सेवा सुविधा जे रहेको छ त्यो सेवा सुविधा लिन सक्नुहुन्छ भन्ने जानकारीको साथ म समीन खतरा भने आजको यस भिडियोबाट बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।